या आवेगमा गरिएको एकताको अभियान होइन। आज राष्ट्र निकै असहज र जटिल परिस्थितिमा छ। यो राष्ट्रको स्वाधीनताको रक्षा र सुदृढ गर्ने कुरा, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आत्मसम्मान र स्वाभिमानको रक्षा गर्ने कुरा निकै नै चुनौतीपूर्ण अवस्थामा छ। हामीले धेरै सोच विचार गरेर यो जसरी नेपाल वैदेशिक चलखेलको आखडा हुने हो कि विदेशीहरूले नेपालको स्वतन्त्रतामाथि धावा बोलेर नेपाली जनताले इतिहासदेखि आजसम्म गरेका वीरता र बलिदानका कीर्तिमानहरू कायम गरेर यसको स्वतन्त्रताको रक्षा, स्वाभिमानको रक्षा गर्दै आएकोमा हाम्रो पुस्तामा आइपुग्दा त्यो स्वतन्त्रता र स्वाभिमान माथि नै कलङ्क लाग्ने हो कि भने जस्तो अवस्थालाई के गरी प्रतिवाद गर्ने भन्दा त्यो प्रतिवाद गर्ने तागत भनेको वामपन्थी र कम्युनिस्टहरूको एकताको तागत नै मुख्य कुरा हो भन्ने सोचेर नै यो अभियान सुरु गरिएको हो। म कमरेडहरूलाई फेरि जोड दिएर भन्न चाहन्छु, यो कुनै कार्यनैतिक कुरा होइन, यो कुनै निर्वाचन आउँदैछ चुनाव जित्नको लागि होइन। यो राष्ट्रको स्वाधीनताको रक्षा, राष्ट्रको जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने सङ्कल्पका साथ गरिएको अभियान हो। 19 गतेदेखि आज मङ्सिर 11 गतेसम्म आउँदा यहाँ यही राष्ट्रिय सभागृह र त्यहाँ भृकुटी मण्डपमा त हामीले कार्यक्रम गऱ्यौँ, सबैले देखे। तर माधवजी बसेको ठाउँमा हुने गरेका कार्यक्रम, म बसेको ठाउँमा प्रवेश थुप्रै एमालेका पोटेन्सियल नेता कार्यकर्ताहरू जसरी प्रवेश गर्नुभएको छ त्यसले के देखाउँछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिस्टहरूको, देशका सच्चा देशभक्तहरूको अभियान बनिसकेको छ। मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जानेछ र देशको रक्षा गर्ने कुरामा, क्रान्तिका उपलब्धिको रक्षा गर्ने कुरामा, समाजवादी क्रान्तिको आधार तयार पार्ने कुरामा, उत्पादन र समृद्धिको यात्रालाई अस्ति हाम्रा नेता कमरेडहरूले अस्ति बोल्दाखेरि भन्नुभएको थियो, उत्पादन कृषिमा होस्, शिक्षा, स्वास्थ्य, रोजगारीमा होस्, पर्यटनमा होस्, उद्योग व्यवसायमा होस्, हामीले एउटा नयाँ आन्दोलन छेड्नु छ र नेपालमै रोजगारी सृष्टि गर्ने र नेपाली युवाहरू, जेनजी युवाहरूले जुन आक्रोशका साथ आफ्ना मागहरू अगाडि सारेका छन्, देश विदेशमा भएका लाखौं नेपाली युवाहरूले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन्। ती युवाहरूको र आम नेपाली जनताको विकासको चाहनालाई, सुशासनको चाहनालाई सम्बोधन गर्ने दृढ सङ्कल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागी भएको हो। यो एकता आन्दोलन हो कमरेडहरू। यो एकता एउटा यस्तो शक्तिशाली अभियान हुनेवाला छ जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्छ। भ्रष्टाचारीहरूलाई साँच्चै नै हामीले सुरु गरेका थियौँ, पक्कै पनि हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारमाथि आक्रमणको एउटा नयाँ अभियान छेडेकै हो। म त्यसलाई धेरै भन्नु पर्दैन। जबरजस्ती हामीलाई सरकारबाट हटाउनुको अरू कुनै कारण थिएन। हामीले भ्रष्टाचारका विरुद्ध चालेको अभियान, हामीले सामाजिक न्यायका पक्षमा चालेको अभियान, हामीले आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न चालेको अभियानबाट अत्तालिएका दलालहरू, बिचौलियाहरू, भ्रष्टहरू नै थिए जसले नेपाली कङ्ग्रेस र एमालेका नेताहरूलाई खरिद गरे। त्यति बेला खरिदेर हामीलाई हटाइएको हो। त्यसकारण हामीले त्यति बेलै सङ्कल्प गरेका थियौँ, हामी फेरि नेपाली जनताको बिचमा जानेछौँ। हाम्रा केही कमी कमजोरी छन् भने हामी त्यसको समीक्षा गर्नेछौँ, आत्मालोचना गर्नेछौँ, जनतासँग गएर फेरि माफी माग्नेछौँ र जनताको तागत लिएर तिनी भ्रष्टहरूलाई कारवाही गर्न फेरि हामी आइपुग्नेछौँ भनेर भनिएको थियो। र मलाई लाग्छ यो महान एकता अभियान त्यही अभिव्यक्तिलाई व्यावहारिक रूपमा रूपान्तरण गर्ने एउटा प्रक्रिया हो। त्यसकारण कमरेडहरू, मैले अब धेरै अहिले भन्दिनँ। हामी भोलिदेखि देशभरि एकता सन्देश सभा भन्दै
निर्वाचनको वातावरण बनाउने उद्देश्य पनि छ हाम्रो। हामी एकताको महत्त्व के हो, यो एकताले नेपाली जनताको जीवनमा के परिवर्तन ल्याउने वाला छ, 1 2 3 4 हामी भन्दैछौँ भोलिबाट। र हामी युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीले युवाहरूको आवाजलाई कसरी मुखरित गर्नेछ भन्ने कुरा पनि भन्नेछौँ। यहाँ जसरी जेनजी युवाहरू पटक पटक मधेसदेखि पहाडसम्म प्रस्तुत हुनुभएको छ, हामी देशैभरि 7 प्रदेशमा त्यसरी नै युवाहरूलाई सम्बोधन गर्नेछौँ, युवाहरूलाई समाहित गर्नेछौँ। र मलाई लाग्छ त्यो अभियान अन्तसम्म पुग्दा त्यो सन्देश सभा र निर्वाचनको वातावरण बनाउनको निम्ति हामीले आफ्नो तर्फबाट खेलेको भूमिका र आउने दिनमा खेल्ने भूमिकालाई पनि हामीले ती सन्देश सभा मार्फत लाखौं जनतासँग लाख जनतालाई हामी अपिल गर्नेछौँ। षड्यन्त्रहरू हुँदैछन्, अझै पनि ती षड्यन्त्रलाई परास्त गर्नको लागि पनि जनताको एउटा विशाल तागत लिएर आउने उद्देश्यका साथ हामी भोलिबाट त्यो अभियानमा जाँदैछौँ। तपाईँ सबै कन्दहरूले पनि आफ्नो क्षेत्रमा आफ्नो ठाउँबाट त्यसलाई ऐतिहासिक अभियान बनाउनु, त्यसलाई भव्य रूपमा सफल पार्न योगदान गर्नुपर्नेछ। यो हाम्रो 1 2 दिनको कुरा, हाम्रो आफ्नो जीवनको मात्रै कुरा छैन, हाम्रो भावी सन्ततिको, हाम्रा छोराछोरी नाति नातिनाको भविष्य हामी कस्तो बनाउने, हाम्रा युवा पुस्तालाई हामी कसरी प्रशिक्षित गर्ने भन्नेसँग पनि यो एकता र अभियान चाहिँ मुखरित छ, त्यतातिर परिलक्षित छ। तपाईहरु सबैलाई अल्छी नगरिकन सबैले सक्रियतापूर्वक त्यसमा योगदान गर्न म विशेष अपिल गर्न चाहन्छु। आज यहाँ आइपुग्दा सबै खाले विचार प्रवृत्ति र विरासत बोकेका पार्टीहरू हामी अहिले हेर्दै जाँदा त्यसलाई 15 भने पनि हुने भयो, 16 भने पनि हुने भयो, 17 भने पनि हुने देखे मैले। अब जेनजीलाई 2-3 गर्ने पनि हुने भयो। यतिका पार्टी एक ठाउँमा हुँदा पनि मलाई गर्व के छ भने कमरेडहरू, विचारमा अहिले विमति देखिएकै छैन। वैज्ञानिक समाजमा एकमत छौँ हामी। एकता आजको आवश्यकता हो। यसमा सबैले उदारता पनि देखाउनु पर्दछ, सबैको छाती अलि चौडा बनाएर हेर्नु पर्दछ, सबैले एकअर्काबाट सिक्ने कोसिस गर्नु पर्दछ। मैले अहिले भर्खरै बागमती प्रदेशका नेता साथीहरूलाई सम्बोधन गर्दै भनेको थिएँ, हामीले विगतमा धेरै कमीहरू पनि भएका छन् कम्युनिस्ट आन्दोलनमा। एउटा धारा र प्रवृत्तिबाट आएको या एउटा विरासत बोकेको छ भने आफ्नै जस्तै सोच्ने मान्छेसँग मात्रै भेट्ने, आफ्नै जस्तो विरासत भएकोसँग मात्रै संवाद गर्ने, अर्कोसँग संवाद नगर्ने, बरु त्यसलाई अलि विजातीय हो कि अर्कै जातका मान्छे हुन् कि भने जस्तो गरी हेर्ने एउटा गलत संस्कार पनि कम्युनिस्ट आन्दोलनमा देखा पर्दै आएको छ। मैले भने अहिले पनि तपाईहरुको अगाडि भन्न चाहन्छु, हामीले त्यो संस्कारलाई विरोध गर्नुपर्ने छ। हामीले एउटा नयाँ संस्कार, आफूभन्दा भिन्न पृष्ठभूमिबाट आएका, आफूभन्दा भिन्न विरासत बोकेका र नयाँ